नमस्ते, म पदम अधिकारी। आजको यस विशेष श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत गर्न चाहन्छु। आजको यस श्रृङ्खलामा रहेर हामी यो संसारको उत्पत्ति र संसारको विनाश कसरी हुँदैछ त भन्ने कुराको विशेष चर्चा गर्न चाहन्छौँ। आजको यस श्रृङ्खलामा यो संसारको उत्पत्ति कसरी भयो र विनाशका वैज्ञानिक आधारहरू के छन् भन्ने कुराको विशेष चर्चा गर्न चाहन्छौँ। कृपया यो च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब तथा लाइक गरिदिनु हुन तपाईँहरूलाई म निवेदन गर्न चाहन्छु। आजको यस श्रृङ्खलामा रहेर हामी संसारको उत्पत्ति र संसारको विनाशको बारेमा विशेष चर्चा गर्नेछौँ। बिग ब्याङ अर्थात् एउटा विशाल विस्फोट 13.8 अर्ब वर्षअघि सम्पूर्ण ब्रह्माण्ड एक अत्यन्त सानो, तातो र घना पदार्थको बिन्दुमा सीमित थियो। अचानक त्यो बिन्दु विस्फोट भयो, जसलाई आज हामी बिग ब्याङ भन्दछौँ। त्यही क्षणबाट समय, स्थान, ऊर्जा र पदार्थको सुरुवात भयो। सुरुमा केवल ऊर्जा मात्रै थियो। बिस्तारै यस ऊर्जाले कणहरू बनायो, हाइड्रोजन, हिलियम अनि करिब 3,80,000 वर्षपछि पहिलो प्रकाश। करोडौँ वर्षपछि तारा बने, ग्यालेरी बने र बिलियन्स अफ इयर्स पछि पृथ्वी बन्न गयो। अब हामी संसारको अन्तको सम्भावनाको बारेमा चर्चा गर्नेछौँ। तर यो ब्रह्माण्ड स्थायी छैन। विज्ञानले संसारको अन्तको लागि केही सम्भावनाहरू देखाउँछ। पहिलो, द बिग फ्रिज। ब्रह्माण्ड लगातार विस्तार भइरहेको छ। एक दिन सबै तारा निभ्नेछन्। सम्पूर्ण ब्रह्माण्ड अत्याधिक चिसो, अँध्यारो र शून्य हुनेछ। दोस्रो, द बिग क्रन्च। यदि गुरुत्वाकर्षण बल विस्तारलाई रोक्न सक्षम भयो भने सम्पूर्ण ब्रह्माण्ड फेरि खुम्चिँदै बिन्दुमा फर्किनेछ, जस्तै बिग ब्याङको सुरुवात। तेस्रो, यदि डार्क इनर्जी अझ तीव्र गतिमा बढ्न थाल्यो भने एक दिन यो ब्रह्माण्ड आफै च्यातिनेछ। यी सबै सिद्धान्तहरू अनुसन्धानको चरणमा छन्, तर एक कुरा निश्चित छ, ब्रह्माण्ड पनि जीवनचक्र पालना गर्छ: जन्म, विस्तार र अन्त। हामी यो विशाल ब्रह्माण्डको हिस्सा छौँ। हामीले यसको उत्पत्ति थाहा पाउन थालेका छौँ, तर अन्त कहिले हुन्छ त्यो अझै पनि रहस्यमय छ। संसार एक चमत्कार हो र यो बुझ्न सके हाम्रो अस्तित्व पनि चमत्कारी हुन्छ। आजको यस श्रृङ्खलामा तपाईँलाई हार्दिक धन्यवाद दिन चाहन्छु हेरिदिनु भएकोमा। यदि यो डकुमेन्ट्री मन पर्यो भने कृपया लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। हार्दिक धन्यवाद।